हाई एभ्रिवान, नमस्ते। म गायिका बिन्दु परियार। अहिले चाहिँ म दोस्रो डोल्पा सांस्कृतिक महोत्सवमा जाँदैछु। म फर्स्ट टाइम डोल्पा जानु लाग्यो भने यो भ्लग तपाईँहरूको माझमा बनाउँदैछु है त। अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि नेपालगञ्जमा भर्खर प्लेनबाट ल्यान्ड भएर नेपालगञ्जमा छु। हामी गाडी कुदिरहेको छौँ। साथमा मसँग हुनुहुन्छ चर्चित गीत स्याउली बजार, मकैबारी गरम गरम लगायतका थुप्रै चर्चित गीतहरूको क्रिएटर, गायक, सङ्गीतकार, कलाकार भनौँ विशाल भाइ हुनुहुन्छ। ओके, हामी म देखाउँदै जानेछु है त। हेलो सबैलाई छड्के सलाम छ, एकदम सबैलाई माया छ। सबैले हाम्रो बिन्दु परियार दिदीको युट्युब भ्लगलाई, फेसबुकलाई जताततै माया गरिदिनुहोस्। र हामी डोल्पाको ठ्याक्कै मौसममा जाँदैछौँ। अब हाम्रो यात्रा फ्लाइटमा जाने भन्ने कुरा थियो, फ्लाइटले धोका दिइसकेको छ। अब अहिले हामीलाई लिन गाडी आउँदैछ, कति बेला आउँछ, त्यसपछि हामी लगभग 16-17 घन्टा हिँड्छौँ रातभरि गाडीमा। त्यसपछि हामी बाटोमा भलकहरू बन्छ, खोला नाला उकाली ओह्राली भन्ज्याङ चौतारी वन जङ्गल मकै बारीदेखि जति छन् सब लथ्याङ लथ्याङ पारेर हजुरले देखाउने हो। हामीलाई प्लिज वाचिङ लास्टसम्म। फाइनल्ली हामी यहाँ नेपालगञ्जबाट हिँडिसकेको छौँ अन द वे। अब कोहरपुर आइपुग्न लाग्यो अनि हामीसँग हुनुहुन्छ। म चाहिँ यहाँ पछाडि बसिरहेको छु होइन। अनि हाम्रो भाइ हुनुहुन्छ, गाडी चलाइराख्नु भएको छ। अनि विशाल भाइ चाहिँ यतातिर गफ गरिराख्नु भएको छ फोनमा। गाइस कति टाइम लाग्दो रहेछ है त हामी वहाँ पुग्नलाई चाहिँ। अब हाम्रो गाडी चाहिँ नन स्टप कुद्नेछ होइन त भाइ? नन स्टप हुन्छ अब बाटोमा यस्तो। अब कति ठुलो भिड हो, कति ठुलो भिड हो गाडी। बढाएर बढे पनि थोरो नदेखिने चाहिँ हाम्रो त धमिलो हुन्छ नि। ठुलो भिड है, धमिलो देखिने सेतो दुधले नयाँ जस्तो पानी आएको है। हेर्नु माथि भ्यू, तल खोला। यो हिउँ पानी हो, हिउँ पानी। गाडी हालेको भिडियो बनाउनु उहाँबाट गराउनुपर्छ बल्ल। बजार हो कि के हो यहाँ? त्यहाँ टक्क झर्नाबाट पानी झरिरहेको छ। झर्ना हो कि खोला हो त्यो? त्यहाँ माथिबाट झरिरहेको झर्ना हो कि है? त्यो बिडीको झर्ना रहेछ पानी। ठुलो भेरी अनि टक्क यहाँ यतातिर बाटो अनि माथि टक्क झर्ना बगिरहेको छ है। कति राम्रो देखिन्छ। गाडी हालेको खोला चाहिँ झर्ना, ओरिजिनल झर्ना। फाइनली हामी तल्लो बगर आइसकेको छौँ। टक्क यहाँनिर गाडी यति ठुलो भिडहरू छ कि कुनै छोड्दैन होइन। अरे वाह, माथि चाहिँ यस्तो छ होइन।
तल चाहिँ हाम्रो यो ठुलो भेरी होइन खालि। हाई हेलो, कस्तो लागिरहेछ? हामी खोलाको माथि आएर कस्तो लागिरहेछ? हजुर दाजु ठिकै छ दाजु किन छैन यो हुर्र पात्ता रमाइलो भइरहेछ, बिजोग रमाइलो ए हुर्र पातली गोजीमा हातली यही हो मौका यही हो एलाइजा रिठे एलाइजा काइला लाइजा साइला माइला राइला चट चटर 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 ए आमै चटर चटर ए बाबै चटर चटर ए बजै चटर चटर ए बुढी चटर चटर चट आयो भाइ आइगयो भाइ हेर माथि डाँडा हेर डाँडा ए बगालौ डाँडा हेर डाँडा हेर यहाँ डाँडा कस्ता छ यो त तालु खुइलिया बड्डा जस्तो छ है डाँडो छैन पुरा खलान माथिबाट रड्यो भने त ठ्याक्कै तल आउन चाहिँ हिँड्नै पर्दैन त्यहाँबाट रड्ने हो भने है चप्पल बिछाएर ठ्याक्कै तल नदीमा आएर पौडी गरिन्छ यार यस्तो ठाउँमा पुगेको छौँ हामी चाहिँ ल हेर्नुहोस् यता हेर भाग्यतीले मात्रै आउनु पाउँछ बाबु यस्तो बाटो भाग्यतीले ल यहाँ दुलै दुला छ नि त यार के दुलाउने यस्तो यार यो पुरै दुला हालेको छ अरे बाबा किन गर्छन् कि यस्तो यार ओहो यहाँ त एसी लगाए जस्तो भयो त चिसो भयो दाइ होइन जाओस् 2-4वटा डाइलग मबाट के जान्छ यस्तै राम्रै तरुनी छेउमा बस्दा केही छैन फिलिङ्स जोखी बुढो भइगयो त्यहाँ पुरेसर लागे जस्तो छ है ल हेर्नु यता हेर्नु ल यो ल दिदीको हेर्नुहोस् भिडियो दाइ फेरि धेरै जोसिनु होला र फेरि यतातिर ध्यान दिनु होला उतातिर ध्यान दिनु होला यता ध्यान दिनु यता ध्यान दिनु फेरि म यता सब बसौँ कि दाइ करप्सन त लाग्छ नि झट्ट गर्न लाग्छ होला नि फेरि यो आइगयो लाइन पारियो बित्ता यो त सगरमाथा भन्दा नि अग्लो छ है क्या हो यार बाबा कति अग्लो त यार यो मोबाइल पनि यस्तो गर्नु परेर आयो तेर्साउनु परेर यस्तो आयो ओडार परे ओडार आयो है ओडार के भन्छ हाम्रोतिर ओडार भन्छ नि यस्तोलाई दैलेखतिर तपाईँले के भन्छ है वारी भित्तो पारी भित्तो सधैँ म त रित्ताको रित्तो होइन दाजु किन भयो ओखो हजुर मन लाग्यो हुन्छ मोबाइल खिच भन्ने अहिले त्यो यहाँ पुरा हेर्नु वारी भित्तो पारी भित्तो मेरा दाइ सधैँ रित्ताको रित्तो गाडी चलाऊ पुरा आऊ केही छैन जाऊ ठ्याक्क तल जाऊ त्यो साथीहरू हामी चाहिँ भर्खर अब यहाँ त्रिवेणी बजारमा आइपुग्यौँ होइन यस्तो राम्रो छ ठाउँ चाहिँ आमामा माथि बाटो चाहिँ यस्तै छ है फेरि यस्तो छ होइन हामी यहाँ त्रिवेणी बजारमा खाना खाँदैछौँ लोकल कुखुरा खाने भन्दै हुनुहुन्थ्यो साथीहरूले खै हेरौँ है ए भाइले त अगाडि नै खाइसक्नु राख्नुभएछ ठिक छ ल यस्तो छ खाना हाम्रो यो फेरि उसमा पकाएको होइन के अरे आगोमा पकाएको रहेछ नि त मलाई लास्ट मनपर्छ साथीहरू हामी अहिले चाहिँ डोल्पाको सदरमुकाम दुनै बजारमा आइपुगिसकेका छौँ दुनै सदरमुकाम भाइ चाहिँ यस्तरी रुमाल छोपेर मुख छोपेर बस्नु भएको छ होइन ओके ल है यहाँ डोल्पाको सदरमुकाम चाहिँ यस्तो रहेछ अघि त्यहाँ आउँदा चाहिँ त्यस्तो थियो होइन
दुनै छ के मान्छे धेरै सम्झाउने यस्तो रहेछ नि त मान्छे नै छैन मान्छे त्यही त रहेछ नि होटेलहरू रहेछ है यिनीहरू होटेलहरू हुँदा है सबै यो होटेलहरू चाहिँ यहाँ रहेछ यो सबै होटेलहरू भाइ हामी नमस्ते होटेलमा आइसकेका छौँ हामी यो दुनै डोल्पाको सदरमुकाम दुनै बजारमा हामी चाहिँ लगभग 15 घन्टाको गाडीको यात्रापछि अहिले यो दुनै डोल्पाको सदरमुकाममा आइसकेका छौँ म कार्यक्रमको लागि रेडी पनि भइसकेको छु हाम्रो आयोजक टिम हुनुहुन्छ उहाँहरू चाहिँ हाम्रो उहाँ चाहिँ अध्यक्ष हुनुहुन्छ कमल बुढा अनि हाम्रो पत्रकारज्यूले हाम्रो भिडियो खिच्दै हुनुहुन्छ टेक्साइडीले अनि हाम्रो हुनुहुन्छ साथमा एकदम रमाइलो भइरहेको छ तर जस बाटोमा चाहिँ बिजोग रमाइलो भयो बाटो चाहिँ मलाई चाहिँ डोल्पा आउन 15 घन्टा लाग्यो रे यति बेला उहाँ चाहिँ डोल्पाको सदरमुकाम दुनैमा आउनु भएको छ होइन 15 घन्टा लाग्यो भने त हिजो बर्दियाको बाघले चाहिँ म 24 घन्टा लगाएर दुःख पाएँ भन्दै हुनुहुन्थ्यो यहाँ घन्टा गन्नेहरू थुप्रै हुनुहुन्छ हाई एभ्रिवान म चाहिँ यति बेला ठ्याक्कै दुनै डोल्पामा छु अनि हाम्रो आयोजक दाइ हुनुहुन्छ हाम्रो कमल बुढा दाइ हुनुहुन्छ उहाँको बाइक चलाउँदैछ होइन हामी अब यो प्लेन आज अब थाहा छैन यस्तो वेदर छ हामी प्लेनको टाइम पुरिरहेको अवस्था हो अनि अब के गरौँ भन्दाखेरि अनि टक्क अब यस्तो घुम्नु पऱ्यो बाइकमा दाइले लगेर होइन जस एकदम रमाइलो भइरहेछ कि यहाँ म धेरै खुसी यो मेरो कोसेली दिएछु है हाम्रो बहिनीलाई ठुलो ठुलो दाना छ यसको चाहिँ यो चाहिँ ठुलो दानामा ठुलो दानामा पर्छ है एकदम ठुलो दानामा पर्छ है कलर चाहिँ कालो होइन कालो होइन यो यस्तै हो यो चाहिँ यार्सा गुम्बा है साथीहरु मेरो बहिनीलाई उपहार दिन लागेको कस्तो राम्रो यार्सा गुम्बा यार्सा गुम्बा हेर्नु त यो किरा भनेको यो अनि त्यो अनि पहिला धेरै 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 मोटो हुन्छ यति मोटो हुन्छ क्या अनि अहिले सुकेर यति हेर्नु त यार्सा गुम्बा हेर्नुहोस् त यार्सा गुम्बा है मलाई यार्सा गुम्बा उपहार दिनु भयो दाइले है बहिनीले थ्याङ्क यू सो मच मेरो पनि फेरि हामी भेट्न पाओस् आज प्लेन कुर्दा होइन मौसम खराब भएको कारणले गर्दाखेरि पानी बिहान बिहानै पानी परेको कारणले गर्दाखेरि अब आज यहाँ मौसम प्लेन आज उडेन क्यान्सल भयो सो अब हामी चाहिँ म चाहिँ अब गाडी भेटेको ठाउँसम्म चाहिँ गाडीमा भन्दा पनि बाइकमा सजिलो हुन्छ भनेर बाइकमा आएको होइन अनि यस्तो ठाउँ चाहिँ माथि हेर्दा यस्तो राम्रो छ होइन टक्क अनि बाइकमा हिँडिरहेको छु बाटो चाहिँ यस्तो छ होइन कति ठाउँमा हिरोले छापिसक्यो ढुङ्गाले कति ठाउँमा दिइसक्यो होइन टक्क हिँडिरहेको छु तर जे पनि रमाइलो भइरहेको बिजोग रमाइलो भइरहेको छ साथीहरू होइन सँगै यात्रामा आज प्लेन क्यान्सल भएको आज दिदीसँग यात्रा गर्न लेखेको रहेछ सो एकदम झन् खुसी लाग्यो मलाई त हाम्रो बर्दियाको बाघ पनि आउँदै हुनुहुन्छ हामी सबैजना आज सँगै यात्रा है त झन् रमाइलो हुने भयो आज बिन्दुको भ्लगलाई चाहिँ लगभग बिलियन भ्युज पुगोस् डोल्पा भ्लग डोल्पाको बिन्दुको भ्लग चाहिँ बिलियन भ्युज पुगोस् कता डोल्पा यता प्यारो साथी बिन्दुको आइडी चाहिँ हामी सबैजना आज सँगै यात्रामा छौँ है त